मंसिरको जाडो बढ्दै थियो। गाउँको त्यो पुरानो पिढीमा बुबा सधैँ चाहिँ बाटो हेरेर बसिरहनु भएको थियो। 5 वर्ष भयो छोरो सन्तोष विदेश गएको। यसपालि दशैं मनाउन घर आउँदै थियो। बुबाको शरीरमा त्यही पुरानो खैरो कोट थियो जसको कलर ठाउँ ठाउँमा खुइलिएको थियो र बाउलामा सानो सियोले टालेको डोब प्रष्ट देखिन्थ्यो। सन्तोष आँगनमा आइपुग्यो। सुटकेस भुइँमा राख्न नपाउँदै बुबाले लरबराउँदै गएर छोरालाई अँगालो हाले। बुबाको शरीरबाट आउने त्यो पुरानो परिचित पसिना र बिडीको गन्धले सन्तोषको मन भक्कानियो। बेलुका सुटकेस खोल्दा सन्तोषले महँगा महँगा ज्याकेट, घडी र जुत्ताहरू निकालेर बुबाको अगाडि राखिदियो। बा, हेर्नु त, यो ज्याकेट हजुरको लागि एकदम तातो हुन्छ, अनि यो जुत्ता अब त्यो पुरानो कोट फ्याँक्दिनुस्, सन्तोषले भन्यो। बुबा मुसुक्क हाँस्नु भयो तर केही बोल्नु भएन। रात पर्यो, सबै सुते। सन्तोषलाई निन्द्रा लागेन। पानी खान भान्सामा जाँदा देख्यो बुबाको कोठामा मधुरो बत्ती बलिरहेको थियो। ढोकाको कापबाट हेर्दा बुबाले एउटा पुरानो टिनको बाकस खोलेर केही गन्दै हुनुहुन्थ्यो। सन्तोषले ध्यान दिएर हेर्यो। त्यो बाकसमा पैसाका बिट्टाहरू थिए। मैले महिनामा पठाएको खर्च त बाले केही नचलाई जम्मा गर्नु भएको रहेछ। सन्तोषको मनमा चिसो पस्यो। उसले सोचेको थियो बाले घर खर्च गरे होलान्, राम्रो लाउन खान खर्च गरे होलान्। भोलिपल्ट बिहानै चिया खाने बेला सन्तोषले सोध्यो, बा, मैले पठाएको पैसा किन नचलाउनु भएको? आफू चाहिँ त्यो पुरानो कोटमा जाडो खपेर बस्नु भएको छ। बुबाले चियाको गिलास भुइँमा राख्नुभयो। त्यो खुइलिएको कोटको छेउ मिलाउँदै भन्नुभयो, बाबु, त 50 डिग्रीको तातो घाममा पसिना बगाएर पैसा कमाउँछस्। मेरो शरीर त यो पुरानो कोटले पनि तताउँछ, तर परदेशमा तैँले बगाएको पसिना सम्झँदा मेरो मुटु चिसो हुन्छ। मैले यो पैसा यस कारण साँचे कि अब त कहिले विदेश जान नपरोस्। यो पैसाले गाउँमै केही गर। मलाई नयाँ ज्याकेट होइन, मेरै काखमा बस्ने मेरो छोरो चाहिएको छ। सन्तोषको आँखाबाट भरर आँसु खस्यो। उसले बुझ्यो उसले ल्याएको ब्रान्डेड ज्याकेट भन्दा बाको त्यो पुरानो टिनको कोटमा हजारौं गुणा बढी न्यानो माया लुकेको थियो। उसले सुटकेसबाट आफ्नो पासपोर्ट झिक्यो र बाको त्यो पुरानो टिनको बाकसभित्र थन्काइदियो। कहिलेकाहीँ हाम्रा अभिभावकले हाम्रो खुसीका लागि आफ्ना रहरहरूको कसरी हत्या गर्छन् भन्ने यो एउटा सानो उदाहरण मात्र हो।